काटिरहेछ भने प्रधानमन्त्री बोलेनन् रे। अरे भाइ, नबोलिकन यसरी भटाभट काम हुन्छ भने किन बोलिरहनु पर्यो, होइन त? पहिला पहिला हाम्रा नेताहरू त्यही बढी बोलेर बडबोला भएर सकिएका हो। संस्कृतमा एउटा भनाइ छ नि, काका दराई कि के हो। पहिला मिडियादेखि सरकार डराउँथ्यो, अहिले हेर्नुहोस् त सरकारदेखि मिडिया डराइरहेछ। ऊ त्यहाँ पर गएर बसेर खिच्छौ भने खिच, नत्र सरकारलाई मतलब छैन अरे। धेरै हामी सवालको हामीलाई आउँदैन पनि हेर्नुहोस् होइन। हाम्रो जम्मा जम्मी बुझाइ के हो भने हजुरहरूको क्या हो? पहिले पहिलाका प्रधानमन्त्रीहरूको पालामा के हुन्थ्यो भने बालुवाटार नै सिंहदरबार हुन्थ्यो। मन्त्री परिषदको अधिकांश बैठक बालुवाटारमै बस्ने गर्थ्यो। यति मात्रै होइन, सत्तारूढ दलको पार्टी अफिस बन्ने गर्थ्यो बालुवाटार। अहिले हेर्नुहोस् त हरेक कुरा सिंहदरबारमा 8:30 बजे नै पुगिदिन्छन् सिंहदरबार हाम्रा प्रधानमन्त्री, अनि एकैचोटि बेलुका फर्किन्छन्। जे जति कुरा गर्नु छ सिंहदरबारमै गएर गर्छन्। बालुवाटारमा त छोरी खेलाएर बस्छन्। दायाँ बायाँ लेना देना बिचलिया केही छैन अहिले। अब प्रधानमन्त्री 8:30 बजे पुगेपछि कर्मचारीहरू पनि पुग्नै पर्यो, होइन त? अनि अर्को कुरा, पहिला पहिला राति 12 बजेदेखि नि पासपोर्ट बनाउनका लागि लाइन बस्नुपर्ने हुन्थ्यो, नत्र पालो आउँदैन थियो। अहिले हेर्नुहोस् त पासपोर्ट घर घरमै पुगिरहेको छ। यो मेल, इमेल, मेसेन्जर, वाट्सएप र भाइबरले गर्दा हाम्रो हुलाक सेवा ओझलमा परेको थियो। अब बल्ल हुलाक पनि चलायमान हुने देखिएको छ। बन्द भएका उद्योगहरू खुल्ने भएका छन्। नेपाल आर्मी र नेपाल प्रहरीका पोसाकका कपडाहरू अब यहीँ नेपालमै उत्पादन गर्ने कुरा छ। कति राम्रो। अब लाइसेन्सकै कुरा गरौँ न, फेरि रिन्यू गर्ने बेला भइसक्यो होला। अझै पहिलाकै लाइसेन्स पाएका छैनन् कतिपयले। अहिले हेर्नुहोस् त आज ट्रायल दिनुहोस्, भोलि लिनुहोस्। आजको भोलि लाइसेन्स आजबाट अलि अगाडि नै घोषणा गरेका थियौं। अब हिजो आएको डाटाको लाइसेन्स प्रिन्ट भइसकेको छ। अब त्यो एकैछिनमा चाहिँ यातायात व्यवस्था विभागको कार्यालयमा पुग्दैछ। आखिर गरेपछि हुँदो रहेछ त, होइन त? गर्न पनि अत्याचारै पो गरेका थिए त पहिलाकाले। तिनै कर्मचारी पहिला पहिला नमस्कार गर्दा नमस्कारसम्म पनि फर्काउँदैन थिए, हाकिम पल्टिन्थे। अहिले सरकारी अफिसमा जानुहोस् त, ज्वाइँ सरा स्वागत हुन्छ तपाईँको। तातो पानी चिसो पानी सोधिन्छ। अस्ति म आफै नयाँ बिजुली लाइन र खानेपानीको लाइन जोड्न सम्बन्धित कार्यालय गएको थिएँ। एकै दिनमा काम तमा बिहान निवेदन दिनुहोस्, बेलुका जोडिसक्छ घरमा। त्यति मात्रै हो र? संसदमा रहेका सबै 6वटा दलहरूको चुनावी घोषणापत्रबाट राम्रा राम्रा योजनालाई टिपेर गर्नै पर्ने कामको सूची तयार पारेका छन् बालेनले। सबै सांसदलाई प्रत्यक्ष भेटेरै उनीहरूका ठाउँका समस्या आफैले सुन्ने गरेका छन्, टिपेका छन्। सबै मुख्यमन्त्रीहरूलाई बोलाएर सामूहिक छलफल गरिरहेका छन्। यति मात्र होइन, भएभरका सबै राजदूतलाई पनि सामूहिक रूपमा नै सिंहदरबारमा बोलाएर अन्तर्क्रिया गरेका छन् बाले। अनि बाहिर चाहिँ के कुरा काटिरहेछ भने प्रधानमन्त्री बोलेनन् रे। अरे भाइ, नबोलिकन यसरी भटाभट काम हुन्छ भने किन बोलिरहनु पर्यो, होइन त? पहिला पहिला हाम्रा नेताहरू त्यही बढी बोलेर बडबोला भएर सकिएका होइनन्। पहिला मिडिया हो, यो कुरा चाहिँ सबैलाई थाहै होला, अनुभव छँदैछ सबैलाई, होइन? थाहा भएकै कुरा हो, होइन? हामीले भोगेकै कुरा हो। बोल्ने मात्रै काम नगर्ने पहिलाको सरकार चाहिँ। तर मलाई पनि लाग्दैछ कि अहिलेको सरकार ऊ बोलोस् नबोलोस् काम गरे भइगयो त, होइन? हामीलाई काम चाहिएको उसको व्यक्तिगत के होला, होइन? हाउ यताउता हेनतेन, होइन? गर्छ, खान्छ, रक्सी खाला, जे गर्ला उसको व्यक्तिगत कुरा हो। तर हामीलाई जुन चाहिएको, होइन, सेवा सुविधाहरू हामीले पाउनु पर्यो, त्यो हो नि त। अब जस्तो कि अब अहिलेको सरकार किन बोलेन, अहिलेको सरकार किन चुप छ भन्ने कुरा चाहिँ पहिलाको पार्टीको मान्छेहरू हुन् के, एमालेको झोले, होइन, केको झोलेहरू, होइन? कति एमाले, जस्तै अब एमाले नभनौँ, काङ्ग्रेस, होइन, यिनीहरू छन्। यिनीहरूभित्र पनि राम्रो मान्छेहरू छन्। जस्तो कि अब एउटा बोराभित्र पुरै आलु कुहिएको छ सबै, त्योभित्र एउटा राम्रो आलु पऱ्यो भने त्यो पनि कुहिन्छ नि त। हो, त्यस्तै भएको हो, होइन? सबैलाई अब कतिको राम्रोहरू पनि पहिलाको पार्टीमा मान्छे थियो, तर मतलब त्यस्तै भएको भनौँ न, होइन? तर मलाई पनि लाग्छ कि यो कुरा चाहिँ एउटा जनतालाई सरप्राइज दिइराखेको होला नि त। किन ऊ बोल्नै पर्छ, होइन, भन्ने छैन नि त। काम गऱ्यो भने त राम्रो भयो। हामीलाई काम चाहिएको कि ऊ बोलोस् नबोलोस्, होइन? पहिलाको पार्टीहरू बढी बोल्ने, काम नगर्ने, होइन? जनता चाहिँ भेडा सम्झेर यसो अब बोलले मुख पारिदिने अनि लुट्ने, होइन? त्यस्तो गर्ने। अहिलेको सरकार चाहिँ मलाई पनि लाग्दैछ कि अब जनतालाई सरप्राइज दिँदैछ भन्ने हो मलाई पनि, होइन? यस्तै नै हामीलाई चाहिन्छ। र किनभने अहिलेको नेता युवा हो,
केही गर्छ होइन, केही गर्छ, हामी सबैलाई आशावादी छ भनौँ न। त्यही भएर उसको बोली हामीलाई चाहिएको होइन, के अरे होइन, काम चाहिएको, काम राम्रो गरे हामी पुग्यो। के अरे उहाँ चाहिँ एकदमै कट्टर राजावादी हो होइन, त्यही पनि अब सुध्रे जस्तो छ है, बालेनको समर्थन गर्दैछ। यो यतिको समर्थन गरेकै मान्नुपर्छ है साथी हो। केही पर्सेन्ट चाहिँ हाम्रो काकालाई नै ठिक लाग्न थाल्यो है, जस बालेनको सपोर्ट गरेछ, बालेनको समर्थनमा रहेछ, राम्रै छ भनौँ न। उहाँ राजावादी हो, त्यही पनि बालेलाई समर्थन गरेको छ, राम्रै कुरा हो। सुध्री जस्तो छ कि काका पनि अब अरूलाई चिप्लाउने न्युज बनाउँदैन जस्तो छ। अब उहाँ काका पनि 12 भाइभित्रको केही समितिहरू त होलान् होइन, त्यही पनि केही सुध्री जस्तो छ है, चिप्लेटी अङ्कल। अब अरूलाई चिप्लाउँदैन होला नि त, मुद्दा हाले त पौरिहाल्छ होइन।